बोरङकै ओर तातो पानी हट स्प्रिङमा लाग्यो है। यो चाहिँ पोलक छिर्ने बाटो। यहाँ डाइभर्सन छ, डाइभर्सन। पोलकको बाटो चाहिँ यस्तो चाहिँ हामी हट स्प्रिङ पोलक बोरङ साइड आइपुग्दैछौँ। बाटो यस्तै छ, एडभेन्चरस हुँदैछ। एडभेन्चर चाहिँ पोलक हट स्प्रिङको गाडी राख्ने पार्किङ। यहाँदेखि चाहिँ त हामी निचे झर्नुपर्छ ओह्रालो। तल चाहिँ गाडी चाहिँ पुरा छ, भुटानको रहेछ बेसी चाहिँ। को स्ट्यान्ड चाहिँ यहाँ छ, बाइकहरूबाट पनि आउँदो रहेछ मान्छे। गाडी कहाँबाट आउनुभयो तपाईँ? सिरकको खोल पाउँछ नि हो लाग्यो। यस्तो चाहिँ बाटो चाहिँ 1 फुट झर्नुपर्छ। पोलकको बाटो चाहिँ भन्नुपर्दा राम्रो रहेछ। फुटपाथ चाहिँ यस्तो रहेछ। कोही पनि आउनुहुन्छ भने बाटोको लागि सुर्ताउनु पर्दैन। तर बाटो चाहिँ यस्तो चाहिँ। हामी पोलक हट स्प्रिङ आइपुग्यौँ। तपाईँले त्यहाँ डेराहरू हेर्नु सक्नुहुन्छ। हाम्रो लजहरू चाहिँ त्यही छ है, खोलाकै छेउमै। हजुर यही हो। ए पोलक 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 हट स्प्रिङ पोलक पोलक। ए आइपुग्यो। डेराहरू हेर्नुहोस् यस्तो छ। यहाँ चाहिँ डेराहरू तपाईँको हाम्रो डेरामा छ।